तपाईको फोनमा हुनै पर्ने एपहरुको यो पार्ट 2 भिडियो हो र यसमा के कुरामा चाहिँ कुन एप हामी सबैलाई चाहिँ काम लाग्दो हुन्छ भनेर अर्को लिस्ट लिएर आएको छु। र सुरु गरौँ पहिलो एपबाट। नचिनेको नम्बरबाट कल आएर हैरान हुनुहुन्छ, तपाईलाई र्यान्डम नम्बर्सबाट कल आइराख्छ र कुनै अननोन नम्बरबाट कल आउँदा को रहेछ भनेर थाहा पाउनु मन छ भने ट्रु कलर भन्ने एप इन्स्टल गरेर लगइन गरिसकेपछि तपाईलाई अर्को पाली कल आउने नम्बर कस्तो हो भन्ने इन्फर्मेसनहरु चाहिँ अटोमेटिकली स्क्रिनमा देखिन्छ। तपाईलाई डकुमेन्ट्सहरुलाई चाहिँ स्क्यान गरेर रेगुलरली सेन्ड गर्नुपर्छ भने त्यो पनि हाई क्वालिटीमा क्याम स्क्यानर भन्ने एप डाउनलोड गर्नुहोस्। यसमा तपाईले ग्यालरीमा भएको पिक्चर्सलाई पनि स्क्यान गरेर सेन्ड पनि गर्न सक्नुहुन्छ भने एपबाट पनि हाई क्वालिटीमा डकुमेन्ट्सहरु क्यामेराबाट स्क्यान गरेर शेयर गर्न मिल्छ। अनि इफ तपाई चाहिँ धेरै डकुमेन्ट्सहरु चाहिँ साइन गरिराख्नु पर्ने टाइपको काममा हुनुहुन्छ भने डिजिटल सिग्नेचर पीडीएफहरुमा गर्नको लागि एडोबी रिडर भन्ने एप चाहिँ तपाईले डाउनलोड गर्न सक्नुहुन्छ। यो एपबाट पीडीएफ फाइल्सहरु पनि ओपन हुन्छ र सिग्नेचर गरेर तुरुन्त फाइल पठाउन पनि मिल्छ। तपाईहरु एकदमै करियर फोकस्ड हुनुहुन्छ भने लिंक्डइन भन्ने एप त सुन्नु नै भयो होला। यो एपलाई चाहिँ अफिशियल वर्क रिलेटेड फेसबुक भनेर बुझ्नु भयो हुन्छ, जहाँ तपाईले आफ्नो प्रोफेसनल कामहरु शोकेस गर्न सक्नुहुन्छ भने अरु प्रोफेसनल मान्छेहरुसँग पनि कनेक्सन बनाउन सक्नुहुन्छ। यहाँबाट राम्रो जब अपर्चुनिटिज पाउन सकिन्छ र स्टुडेन्ट्स हुनुहुन्छ भने इन्टर्नशिप फाइन्ड गर्नलाई पनि तपाईलाई यो एपले हेल्प गर्छ र बिजनेस ओनर हुनुहुन्छ भने आफ्नो बिजनेसलाई प्रमोट गरेर बिजनेसलाई ग्रो गर्न पनि सक्ने प्लेटफर्म चाहिँ लिंक्डइन हो। अनि पीएचडी भन्दा पनि जान्ने मान्छेसँग कुरा गर्न मन छ भने चाहिँ च्याट जीपीटी को मोबाइल भर्जन डाउनलोड गरेर यो भोइस जस्तो आइकनमा क्लिक गर्नुभयो भने चाहिँ मान्छे जस्तै बोल्ने र रेस्पोन्ड गर्ने एआई सँग चाहिँ कुरा गरेर आफ्नो डाउट्सहरु क्लियर गर्न सक्नुहुन्छ। त्यो पनि कुनै पनि टपिकमा। हामी सबैजना आइदर एनसेल और एनटीसी को सिम कार्ड चाहिँ युज गर्छौं र तपाई पनि युज गर्नुहुन्छ भने तपाईसँग एनसेल या एनटीसी को आफ्नै एप छ त? आजसम्म तपाईले यो सर्भिस प्रोवाइडरको एप इन्स्टल गर्नु भएको छैन भने तपाईले फर्स्ट टाइम इन्स्टल गरेर लगइन गर्दाखेरि फ्री डेटा प्याकहरु पनि पाउनुहुन्छ र थुप्रै अफर्सहरु चाहिँ यही एपको भित्रबाट तपाईले लिन सक्नुहुन्छ। र यदि तपाई टिकटक र इन्स्टाग्रामहरुमा चाहिँ कन्टेन्ट पोस्ट गर्नुहुन्छ र जहिले एउटै देखिने खालको भिडियो भएर हैरान हुनुहुन्छ भने क्यापकट भन्ने एपबाट चाहिँ तपाईले आफ्नो भिडियोजहरुलाई सजिलैसँग एडिट गर्न सक्नुहुन्छ र त्यहाँ भएको टेम्प्लेट्सहरुको युज गरेर चाहिँ प्रोफेसनल देखिने खालको एडिट्सहरु केही मिनेट्समा नै बनाउन सक्नुहुन्छ। वैदेशिक रोजगार भन्ने एपबाट तपाईले ओभरसिजमा पाइने डिफरेन्ट कामहरुको अपर्चुनिटिजहरु चाहिँ के छ भनेर हेरेर त्यसमै एप्लाई गर्न सक्नुहुन्छ। इफ विदेश जाने सोच छ भने यो एकदमै काम लाग्न सक्छ तपाईलाई। यदि तपाई स्टुडेन्ट हुनुहुन्छ र आफ्नो टिचरले पढाएको कुनै पनि कुराहरु बुझ्नुहुन्न र कुनै पेरेन्ट्सले चाहिँ आफ्नो बच्चाहरुको एकाडेमिक्स इम्प्रुभ गर्न खोज्दै हुनुहुन्छ भने मेरो स्कुल एपमा चाहिँ तपाईले क्लास 1 देखि क्लास 12 सम्मको करिकुलम र सब्जेक्ट वाइज कोर्सेस चाहिँ किनेर पढ्न मिल्छ। ट्युसन टिचर खोजिराख्नु पर्दैन। सही कुराको जानकारी जुन तपाईको जीवनमा काम लाग्छ अनि लिन मन भए चाहिँ सही कुरालाई फलो गर्न नभुल्नु होला। अनि अरु कुनै एप जुन सबैलाई चाहिँ एकदम काम लाग्छ जस्तो लाग्छ भने पनि तल कमेन्ट सेक्सनमा लेख्न नबिर्सिनु होला।